भिडियोलाई अन्तिमसम्म हेर्नु होला। मैले आज तपाईहरुलाई टाउकोको चायाको ट्रिप दिन गइरहेकी छु। अहिले जाडो महिना छ, सबैलाई चायाले एकदमै सताएको छ हैन त। सुन्नुस् है, अन्तिमसम्म हेर्नु यो भिडियो। यो चाहिँ कागती हो है। यो मैले कागतीको आधा डल्लो लिएको छु। यो कागतीलाई चाहिँ यसरी निचर्ने, जति आउँछ नि यो कागतीको रस त्यति नै तपाईहरुले यो रससँग चाहिँ अरु कुरा पनि मिसाउनु पर्छ। भिडियोलाई पक्नुस् है, अन्तिमसम्म हेर्नु होला के मिसाउने भनेर म तपाईहरुलाई देखाउने छु है। यो चाहिँ कागतीको रस हेर्नु साथीहरु, यो चाहिँ कागतीको रस हो है। यसमा चाहिँ मैले अब यो आल्मन्डको तेल मिसाउँछु। तपाईसँग जुन तेल छ त्यही मिसाउँदा हुन्छ है। मसँग चाहिँ आल्मन्डको थियो, त्यही भएर मैले आल्मन्डको हाले। यसमा चाहिँ नरिवलको तेल हाल्न पनि सक्नुहुन्छ, तोरीको तेल हाल्न पनि सक्नुहुन्छ हैन। तपाईसँग जेको तेल छ त्यही हाल्न सक्नुहुन्छ है। मैले चाहिँ यसरी कागतीको रसमा यो आल्मन्डको तेल मिसाए हैन। अनि यो मिसाइसकेपछि यसलाई चाहिँ घोल्ने के यसरी, किनकि यो के रे कागती र यो तेललाई चाहिँ यसरी घोल्नु पर्छ के। त्यसपछि यसरी कपालको जरामा लगाउने। यो कागतीको रस र तेल यसरी मिसाए हैन। अनि यो कपालको जरामा लगाउने के, टुप्पोमा हैन कि, चाया त जरामा हुन्छ नि त प्राय जसो। यो लगाउने, नियमित लगाउने के। तपाई नुहाउनु हुन्छ नि, नुहाउनु भन्दा अगाडि आधा घण्टा 1 घण्टा अगाडि चाहिँ यसरी लगाउने, जरामा मात्रै लाउने है फेरि। अनि लगाएर अनि 1 घण्टा जति राखेर त्यसलाई पखाल्ने। तपाईले जुन स्याम्पूले पखाल्दै पनि हुन्छ। पखालेपछि अनि चाया सट्टै जान्छ, एकचोटीमै जान्छ हैन जानलाई। तर तपाईले बारम्बार तपाई नुहाउने पछि यो आइडिया गर्नुभयो भने चाहिँ चाया कहिले पनि फर्केर आउँदैन रहेछ है। मैले गरेर तपाईहरुलाई नै सिकाएको हो के, किनकि मेरो पनि चाया एकदमै धेरै थियो हैन। जति जे गर्दा पनि चाया नजाने, दिनदिनै नुहाउँदा पनि नजाने। अनि मैले चाहिँ यो विधि अपनाएको मेरो चाया चाहिँ सट्टै गयो। नत्र भने त अहिले नुहाइसकेपछि त कपाल सुक्छ नि त, त्यति बेला त चाया त बुर झर्थ्यो क्या। तर अहिले त्यस्तो छैन। अहिले त चाया नै देख्दैन। आज 4 दिन भयो मैले नुहाएको हैन। आज म 4 दिनपछि नुहाउँदैछु। नत्र भने त आज नुहायो भोलिबाट चिलाउँथ्यो क्या मलाई चायाले, त्यस्तो हुन्थ्यो। अहिले चाहिँ मेरो त्यस्तो छैन। त्यही भएर तपाईहरुले पनि यसरी लगाउनु होला है, चाया सट्टै जान्छ। जबसम्म तपाईको चाया जाँदैन तबसम्म यो कागतीको रस र तेल चाहिँ यसरी नै मिसाएर लगाउनु होला। तपाईको चाया च्वाट हुन्छ है साथीहरु।